पिटी परीक्षाको तयारी गर्दै हुनुहुन्छ अनि घण्टौं लगाएर पढ्दा पनि स्कोर बढेन भनेर दिक्क लाग्छ? यदि त्यसो हो भने आजको यो विश्लेषण एकदमै काम लाग्नेछ। हामी एउटा यस्तो स्मार्ट स्टडी प्लान हेर्दैछौँ जसले तयारी गर्ने तरिकालाई नै बदलिदिन सक्छ। ल सुरु गरौँ है त। पिटीको तयारी गर्दा अक्सर के हुन्छ भने कुन प्रश्न महत्त्वपूर्ण हो र कुन होइन भनेर सोच्दा सोच्दै धेरै समय बित्छ, होइन त? यो धेरैजनाको साझा समस्या हो। तर चिन्ता नलिनुहोस्, यसको एउटा एकदमै सरल समाधान छ र हामी त्यहीबारे कुरा गर्न गइरहेका छौँ। ल, समाधान के हो त? त्यो हो प्राथमिकता कार्यसूची अर्थात् द प्रायोरिटी टास्क लिस्ट। यो एउटा यस्तो रणनीति हो जसले हाम्रो ध्यान सबैभन्दा बढी अङ्क दिने प्रश्नहरूमा मात्र लगाउँछ र यसको नतिजा घण्टौंको अनावश्यक मेहनत र समयको बचत। अबदेखि हाम्रो अध्ययनको मुख्य आधार यही हुनेछ। ल त, अब यति कुरा गरिसकेपछि यसलाई व्यवहारमा कसरी उतार्ने त्यता लागौँ है। सबैभन्दा पहिले स्पिकिङ मोड्युलबाट सुरु गरौँ र हेरौँ कुन प्रश्नहरूले साँच्चै स्कोर बढाउँछन्। एउटा नम्बर छ जसलाई चाहिँ दिमागमा ट्याटु नै गरेर राख्दा हुन्छ, त्यो हो 20। यो हो रिपिट सेन्टेन्सको लागि हाम्रो दैनिक अभ्यासको लक्ष्य। यो एउटा प्रश्नले स्पिकिङ र लिसनिङ दुवैको स्कोरलाई सिधै असर गर्छ, त्यसैले यो हाम्रो सूचीको सबैभन्दा माथि छ। यो तालिकालाई हेरौँ त, यसले स्पिकिङ मोडुलको पुरै नक्सा नै देखाउँछ। ध्यान दिएर हेर्नुहोस् है, रिपिट सेन्टेन्स, डिस्क्राइब इमेज र रिटेल लेक्चर जस्ता टास्कहरूलाई हाई इम्पोर्टेन्स दिएको छ, तर एन्सर सर्ट क्वेसनको महत्त्व लो छ। यसको मतलब के हो भने हाम्रो 80% ध्यान र शक्ति सुरुका टास्कहरूमा हुनु पर्यो, त्यो अन्तिमको एउटामा होइन। हो, यही हो स्मार्ट तयारी भनेको। स्पिकिङको कुरा त भयो, अब लागौँ राइटिङतर्फ। यो मोड्युल छोटो छ, तर यसको महत्त्व पनि उत्तिकै छ। खुसीको कुरा, यसमा केवल 2वटा मुख्य कार्यहरूमा निपुणता हासिल गरे पुग्छ। राइटिङमा धेरैले तनाव लिन्छन्, तर खासमा यहाँ डराउनु पर्ने केही छैन, किनकि यहाँ केवल 2वटा कुरामा महारत हासिल गरे पुग्छ। हरेक दिन कम्तीमा एउटा समराइज रिटन टेक्स्ट र एक दिन बिराएर एउटा निबन्ध लेख्ने बानी बसाउनुभयो भने यतिले नै परीक्षाको दिनमा ठूलो आत्मविश्वास दिन्छ। अब रिडिङ मोड्युलको कुरा गरौँ। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको खाली ठाउँ भर्ने प्रश्नहरू र कम प्राथमिकताका मल्टिपल चोइस प्रश्नहरू बीचको भिन्नता बुझ्नु हो। यहाँ एउटा कुरा बुझ्नु एकदमै जरुरी छ, त्यो हो कुन प्रश्नले अङ्क तान्छ र कुनले समय मात्र खान्छ। यहाँ तस्बिर एकदमै स्पष्ट छ। रिडिङको स्कोर ब्ल्याङ्क्स प्रश्नहरूले नै निर्धारण गर्छन्। चाहे त्यो ड्रपडाउन होस् वा ड्र्याग एन्ड ड्रप, हाम्रो मुख्य ध्यान यिनै दुईमा हुनुपर्छ। एउटा कुरा ख्याल राख्नुहोस्, एमसिक्यू प्रश्नहरूमा धेरै बेर अल्झिनु भनेको आफ्नो हातले आफ्नो स्कोर घटाउनु जस्तै हो। अब आयो हाम्रो अन्तिम मोड्युल, लिसनिङ, र यहाँ सबैभन्दा ठूलो खेल हो समयको, किनभने यसमा कम महत्त्वका प्रश्नहरू धेरै हुन्छन्, त्यसैले समय व्यवस्थापन एकदमै महत्त्वपूर्ण हुन्छ। अघिको त्यो जादुई नम्बर 20 याद छ? हो, त्यो यहाँ फेरि काम लाग्छ। यो सङ्ख्या हो राइट फ्रम डिक्टेसनको लागि। स्पिकिङको रिपिट सेन्टेन्स जस्तै यो कार्यले पनि लिसनिङ र राइटिङ दुवैको स्कोर ह्वाट्टै बढाउँछ। त्यसैले दैनिक 20वटा अभ्यास त अनिवार्य नै भयो। लिसनिङ मोड्युलमा सफल हुने हो भने हाम्रो ध्यान राइट फ्रम डिक्टेसन र समराइज्ड स्पोकन टेक्स्टमा हुनै पर्छ। यिनीहरू नै स्कोर तान्ने मुख्य टास्क हुन्। बाँकी कार्यहरूमा धेरै नअल्छिए छिटो निर्णय गरेर अगाडि बढ्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ। ल, एउटा कुरामा चाहिँ नझुक्किनु होला है, कम महत्त्व भन्नुको मतलब शून्य महत्त्व वा काम नलाग्ने चाहिँ होइन नि। यसको अर्थ हो यी प्रश्नहरूमा धेरै अभ्यास वा परीक्षाको समय खर्च नगर्ने। हाम्रो लक्ष्य भनेको यिनीहरूमा मास्टर बन्ने होइन, केवल परिचित हुने हो, ताकि हाम्रो समय र ऊर्जा उच्च प्राथमिकताका प्रश्नहरूका लागि जोगियोस्। के अभ्यास गर्ने त थाहा भयो, तर कसरी गर्ने त त्यो झन् महत्त्वपूर्ण छ। यसको लागि एउटा सरल तर असाध्यै शक्तिशाली अध्ययन चक्र छ, जसले हाम्रो सुधारलाई निरन्तरता दिन्छ। यो चक्र एकदमै सजिलो छ तर असाध्यै प्रभावकारी। पहिलो कदम, दैनिक उच्च प्राथमिकताका कार्यहरू अभ्यास गर्ने। 2-3 दिनपछि मक टेस्ट दिएर आफूलाई जाँच्ने। त्यसपछि नतिजा विश्लेषण गरेर आफ्नो कमजोर पक्षहरू पत्ता लगाउने अनि त्यही अनुसार आफ्नो अभ्यासलाई फेरि मिलाउने र फेरि यही प्रक्रिया दोहोर्याउने। यो चक्र तबसम्म चलिरहन्छ जबसम्म परीक्षाको लागि पूर्ण आत्मविश्वास आउँदैन। यो भनाइलाई एकछिन मनन गरौँ है।
उत्कृष्ट अङ्क ल्याउनको लागि 100% सही हुनु आवश्यक छैन। पिटिई परीक्षा भनेको पर्फेक्सनको खेल होइन, यो रणनीतिको खेल हो। जसले यो कुरा बुझ्छ उसको आधा तनाव त त्यसै कम हुन्छ। र अन्त्यमा अब एउटा प्रश्न आफैलाई सोध्ने बेला भयो। आजको यो योजना हेरिसकेपछि कुन चाहिँ उच्च महत्त्वपूर्ण कार्यमा मास्टर बन्ने यात्रा आजैबाट सुरु गर्ने त? याद राख्नुहोस्, पहिलो कदम नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ।